होइन हौ, हामी गरिबको जिन्दगी त सोचेरै पो जान्छ कि क्या हो। अब सानो तानो भए पनि परिवार छ, एउटा सानो भए पनि राम्रो घर बनाउनु पर्छ भनेर सोचेको। सोच्दै छोराछोरीलाई स्कुल लगाउने समय भइगयो। अब त्यताको सोचाइ सुरु भयो। लु अब चाहिँ नहुने रहेछ, के गर्नुपर्ने कसो गर्नुपर्ने भनेर सोचाइ सुरु भयो अर्को। होइन, अब कुम्लो कटेर बोकेर परदेशतिर जाइन्छ भनेर कुम्रो कोटेर बोकेर लोइ परदेशतिर गइयो। अब वहाँ गएर पनि फेरि घरको सोचाइ, के भयो होला नानीहरू, कसो भयो होला, के गर्दै होला। अब घरको सोचाइ सुरु भयो फेरि। अनि जसो तसो जुठो भाँडा मोलेर अर्काको घरको लुगा धोएर नानी हेरेर जसो तसो गरेर छोराछोरी पनि पढाइँदैछ। घर पनि एउटा खाँबो दुईटा खाँबो एउटा इँटा दुईटा इँटा गर्दै घर पनि जोडिँदैछ। बात त सही है। अब दुःख भोक्ता गरेर वर्ष बित्दै गयो। लु छोराछोरी पनि पढाइसके, अब त घर पनि जसो तसो उभ्याइसक्यो भनेर ढुक्क पर्नु। फेरि छोराको बिहा गर्ने समय भयो। लु अब पैसा छैन, फेरि सोचाइमा पर्यो। अब भएको पैसा जति घर बनाउँदा र स्कुल पढाउँदै सकिहाल्यो। अब छोराको बिहा कसरी गर्ने, अब त्यताको सोचाइ सुरु भयो। अब त्यो परदेशमा कमाएको पैसाले त्यो बसेको घरको भाडा पैसा दिनु कि खानु कि लाउनु कि, त्यता पनि सोचाइ नै सुरु हुन्छ। अब त्यो सोच्दा हुँदैन, अलिअलि त ऋण काट्नै पर्छ। ऋण काटेन भने त छोराको बिहा गर्न सकिँदैन भनेर ऋण काट्नेतिर पनि सोचाइ हुन्छ। बात त सही है। अब जसो तसो गरेर ऋण काटेर छोराको पनि बिहा गरिन्छ। लो अब त छोराको बिहा गरिदिए भन्नु, फेरि छोरीको पनि बिहा गर्ने उमेर भइसकेको छ। अब छोरीको लागि फेरि सोचाइ सुरु भयो। अब फेरि गएर लोन निकाल्यो, पैसा काटेर ल्यायो, फेरि छोरीको पनि बिहा गरे। लो अब त छोरीको पनि बिहा भयो, छोराको पनि बिहा भयो भन्नु, फेरि परदेशमा गएर रात दिन त्यो लोन कसरी तिर्ने, त्यो ऋण कसरी चुक्ता गर्ने, अब त्यताको सोचाइ सुरु हुन्छ। अब ऋणको सोचाइले रात दिन सुताइ छैन, निन्द्रा भाग्यो। फेरि काम गरेर कति वर्ष बितिसकेपछि घरमा आएर यसो हेर्नु, आफू त डाँडा पारीको घाम भइसकेको हुन्छ। सोचेरै जिन्दगी जाने रहेछ। अनि राम्रोसँगले फेरि सोचेर हेर्दाखेरि त अन्तमा त घरको धनी त आफू होइन अरू भइसकेको हुन्छ।